तपाईँको पासपोर्ट I-20 यो पासपोर्ट र I-20 एकदम मेन हो। यो चाहिन्छ एकदम ह्यान्डी राख्नुहोस्। यो चाहिँ पासपोर्ट र I-20 एकदम भिजा लागेको पासपोर्ट I-20 एकदम ह्यान्डी राख्नुहोस्। अब एनओसी पनि चाहिन्छ, सो एनओसी चाहिँ निकालिहाल्नुपर्छ गइहालेर। युएस आउँदै हुनुहुन्छ भने पुलिस रिपोर्ट चाहिँ त्यति आवश्यक छैन, तर अब एनओसी निकाल्दै हुनुहुन्छ सबै डकुमेन्ट्सको लागि दौडिरहनु भएको छ भने पुलिस रिपोर्ट पनि निकाल्दा फरक चाहिँ पर्दैन, तर चाहिन्छ भन्ने म्यान्डेटरी छैन पुलिस रिपोर्ट। त्यो भएर यो 3टा डकुमेन्ट एनओसी, पासपोर्ट, भिजा लागेको पासपोर्ट र I-20 एकदमै राख्नुहोस्, ह्यान्डी राख्नुहोस्। फर्स्ट टच इन युएस हुन्छ, त्यसलाई चाहिँ पोर्ट अफ एन्ट्री भन्छ। त्यो पोर्ट अफ एन्ट्रीमा चाहिँ इमिग्रेसन अफिसरले तपाईँलाई क्वेसन गर्ने अधिकार हुन्छ र त्यहाँबाट डिपोर्ट गर्ने अधिकार पनि हुन्छ उनीहरूलाई। यदि तपाईँ फिसी लाग्यो, सस्पिसियस लाग्यो भने चाहिँ दे डु ह्याभ द्याट राइट, तपाईँलाई मजाले त्यहाँबाट डिपोर्ट गरिदिनु सक्छ। त्यो भएको भएर त्यहाँ गएर पनि एउटा क्वेसन सोध्न सक्छ। कुनै बेला सोध्छ, कुनै बेला सोध्दैन, मान्छेको मुड हो त्यो चाहिँ होइन, त्यो चाहिँ खासै सोध्छ भन्ने नै हुँदैन। जस्ट तपाईँले पोर्ट अफ एन्ट्रीमा आइसकेपछि तपाईँले आफ्नो फेरि फिङ्गरप्रिन्टहरू दिएर एउटा फोटो खिच्छ, अनि त्यसपछि तपाईँको पासपोर्ट र I-20 माग्छ, पासपोर्ट I-20 बुझाउनुहुन्छ। त्यसपछि गएर उसले चाहिँ कहाँ जानु लाग्यो भनेर सोध्न सक्छ, के हो भनेर सोध्न सक्छ। अनि त्यो भएर उसले जे सोध्छ त्यो एन्सर गर्नुहोस्। नर्मल अब नर्मली जेट लागिरहेको हुन्छ मान्छेहरूलाई, के भइरहेको हुन्छ त्यो कुरा त उनीहरूले पनि बुझ्छ होइन। तर त्यो सस्पिसियस देखिनु भएन। उनीहरूले यदि सस्पिसियस देखियो भने उसले इन्ट्रोगेसनमा रुममा लगेर फेरि केरकार गरेर दुनियाँ दिवाना गर्छ होइन।